आज चाहिँ म पहिलोपटक नानपारामा रहेको हजरत इमाम हुसैन अलैहिस्सलामको इमामबाडामा चाहिँ प्रवेश गरेको छु। अहिलेसम्म त इमामबाडा भन्ने सुनिएको मात्रै थियो, तर आज इमामबाडामा जाँदा कस्तो हुन्छ र त्यसको एउटा झलक देखाइरहेको छु तपाईँलाई। मेरो त आजसम्मको पहिलोचोटि हो कि इमामबाडा कस्तो हुन्छ भन्ने कुरा। सुन्न चाहिँ सुनेको थिएँ कि इमामबाडा हुँदो रहेछ भन्ने कुरा, तर आज चाहिँ ये जो है रहल में कुरान मजीद है जी। वो छोटा सा आलम है हज़रत अब्बास के नाम पे, जैसे वो झूला हज़रत अली असगर है उसकी शबी है जी। उसके बाद ये मिंबर की शबी है, ये ताबूत है जैसे 10 मुहर्रम को निकलता है उसके बाद लाते हैं यहाँ पर रख देते हैं। लोग आते हैं अपनी मन्नत मांगते हैं, दुआ करते हैं अल्लाह से और वास्ता देते हैं, वसीला बनाते हैं। पहले भी बहुत क़दीम इमामबाड़ा है, तकरीबन जो है 150 साल इसकी खिदमत है। नवाब सादत हसन साहब के ज़माने की इमामबाड़ा, ये वो वहाँ पर जो है वो अलम पूरे साल नस्ब रहता है सहन में। त्यसै गरी यहाँ चाहिँ भित्र जुन यो देखिराख्नु भएको छ, यहाँहरू चाहिँ हजरत इमाम हुसैन र मौला अली करमल्लाहु वजहुल करिमदेखि जुन अहले बैतका सम्पूर्ण इमामहरू हुनुहुन्छ, उहाँको हाम्रो पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको अहले बैत हुनुहुन्छ र उहाँको सन्तान जति पनि हुनुहुन्छ र जुन 12 इमाम हुनुहुन्छ उहाँहरूको सम्बन्धको नाम र सबै कुरा यहाँ दर्ज गरिएको छ। र त्यसै गरी यो इमामबाडा चाहिँ सल्तनत त्यति बेला यहाँ नानपारामा सल्तनत हुने गर्दथ्यो र त्यति बेला सल्तनतका जुन महाराज थिए उनकी श्रीमतीले यो इमामबाडा बनाएका थिए र त्यति पुरानो र एउटा लामो इतिहास बोकेको इमामबाडामा आज हामी पुगेका छौँ। जुन दृश्य तपाईँले देखिराख्नु छ, एउटा पुरानो भौतिक संरचना र आर्किटेक्ट